जो मान्छेले तपाईको भ्यालु गर्दैन, जो मान्छेले तपाईको माया बुझ्दैन, जो मान्छेले तपाईलाई कदर गर्दैन, जो मान्छेले तपाईलाई रेस्पेक्ट गर्दैन, हैन? जो मान्छेलाई तपाईको गाह्रोको केही मतलब छैन, जो मान्छेलाई तपाई खुसी हुने कुराहरूको केही अर्थ छैन, त्यस्तो मान्छेहरूलाई तपाईले झुकेर, तपाईले हुन्छ नि गिडगिडाएर सम्बन्ध बचाउन जरुरी छैन के। तपाईको आफ्नो पनि त जिन्दगी छ, हैन? तपाईको आफ्नो जिन्दगी छ। तपाई पनि त कसैको घरको फूल हो नि, हैन? तपाई एकजना मान्छेलाई जति गर्दा पनि खुसी भइरहेको छैन, जति गर्दा पनि ऊ बुझ्न खोजिरहेको छैन, उसले तपाईको केही कुरै बुझ्न चाहेको छैन, उसले तपाईभन्दा बाहिर नै संसार देखिरहेको छ भने त्यो मान्छेलाई खुसी बनाउन, त्यो मान्छेलाई बुझाउन तपाई आफ्नो जिन्दगी पुरा खर्च गर्नुहुन्छ। के पाउनुहुन्छ भन्नु त? तपाईले त्यसलाई बुझाएर, तपाई त्यसको अगाडि गएर झुकेर के पाउनुहुन्छ? सोच्नु भयो होला माया पाउँछु, हुँदैन त्यस्तो। तपाईले यदि बुझाउनु भयो भने पनि त्यो मान्छेलाई, हैन? तपाईले कसै गरी पनि बुझाउन कोसिस गर्नुभयो र त्यो मान्छेले बुझिहाल्यो भने पनि त्यो मान्छेले तपाईलाई माया दिँदैन क्या। त्यो मान्छेले तपाईलाई माया कुनै पनि हालतमा दिँदैन। त्यो मान्छेले तपाईलाई दिने भनेको पीडा हो, त्यो मान्छेले तपाईलाई दिने भनेको चोट हो, त्यो मान्छेले तपाईलाई दिने भनेको एङ्जाइटी, त्यो मान्छेले तपाईलाई दिने भनेको डिप्रेसन, त्यो मान्छेले तपाईलाई केही पनि दिँदैन क्या त्योभन्दा अरू। कोही मान्छेले तपाईले कोही मान्छेलाई बुझ्न सक्छ भने त्यो मान्छेले तपाईलाई बुझ्न सक्दैन। त्यो बुझ्न जानी नचाहेको हो। तपाईभन्दा अरू नै कोहीसँग ऊ खुसी भएको, जब तपाईको कुनै पनि कुराको उसलाई वास्ता छैन नि, त्यो मान्छेले तपाईलाई बुझ्दैन के। यो कुरा जति सक्दो चाँडो बुझ्नु र यस्तो सम्बन्धहरू बचाउनलाई 1 सेकेन्ड पनि नझुक्नुस् तपाई, है? 1 सेकेन्ड पनि नरुनुस्।